गोली लागेको आरपार मेरै भएको दिदी। तपाईको गोली लागेको हो, आरपार भएको मेरै हो। भाइ। ओहो, सुत्ने ठाउँ पनि छैन। भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनलाई सम्झिँदा बिर्सनै नहुने नाम हो आशिका तामाङ। जेन्जी आन्दोलनको परिदृश्यमा सबैको प्रिय बनेकी पात्र हुन् आशिका तामाङ। अक्सर उनका क्रियाकलापहरूलाई मजाक बनाउनेहरू पनि यति बेला उनका फ्यान भएका छन्। आशिका तामाङ जेन्जी प्रदर्शनमा योगदान गर्ने त्यस्तै अगुवा हुन् जसले सुरुदेखि अन्त्यसम्म उत्तिकै रचनात्मक भूमिका खेलिन् र अहिले पनि बिना स्वार्थ आफ्नो तर्फबाट सक्दो साथ सपोर्ट र सहयोग गरिरहेकी छिन्। भदौ 23 गते जेन्जी पुस्तासँग हातेमालो गर्न माइतीघर पुगेकी उनले प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैलाई पानी र बिस्कुट दिने काम गरिन्। दुवैतर्फ सौहार्दता र हार्दिकताको वातावरण बनाउने उनले प्रयास गरिरहेको देखिन्थ्यो। पक्कै पनि उनले चाहेकी थिएनन् यिनीहरूको आपसमा भिडन्त होस्, तर नचाहेकै भइदियो। त्यसपछि उनले आफ्नो फेसबुकमा लेखिन्, जेन्जीका सबै ज्ञानी हुनुहुन्थ्यो। मैले जम्मा भएको बेला तपाईहरू तोडफोड नगर्नुहोस्, फर्किनु पर्छ भन्दा हामी सँगसँगै फर्केका थियौं, तर बिचमा घुसपेट पक्कै भएको छ। त्यहाँ भिड भड्काउन अरूबाट परिचालित भएको हुनुपर्दछ। राइट नाउ चाहिँ अहिले हामी चाहिँ सिभिल हस्पिटलमा छौँ। पानी लिएर भाइ। र यहाँ सबै घाइते हुनुहुन्छ। यो हाम्रो घाइतेहरू चाहिँ कता हुनुहुन्छ होला है? पानीहरू लिएर आएको छौँ हामीले। एउटा भाइलाई। भाइ के खायौ? पानी खाऊ ल, पानी खाऊ, पानी ल्याऊ त। अर्को नेताले देखाऊँ हामीले ल भाइ। गोली लागेको आरपार मेरै भएको दिदी। तपाईँको गोली लागेको हो, आरपार भएको मेरै हो। के उहाँलाई के खुवाउनु हुँदैन बहिनी? के पिउने के पिउने? ए उहाँ पनि हो? उहाँलाई पनि हो? ए ल यस्तो रहेछ। जेन्जी आन्दोलन सुरु भएकै दिन घाइतेले खचाखच हुँदै थियो सिभिल हस्पिटल। त्यहाँ घाइतेहरूको लस्कर थियो जो स्कुल युनिफर्ममै थिए। अझ कतिपय त बिहानदेखि भोकभोकै प्रदर्शनमा सहभागी थिए। आमा बुवालाई पनि नभने प्रदर्शनमा आएका उनीहरूलाई स्याहार सुसार गर्ने त्यहाँ कोही थिएनन्। ठिक त्यही बेला हरेक घाइतेको आफ्नै दिदीसरी अस्पतालमै खाना पानी र कपडा लिएर पुगेकी थिइन् आशिका तामाङ। अस्तव्यस्त अस्पतालमा उनले घाइतेको स्याहार सुसार गरिरहिन्। कसलाई उपचार गर्नुपर्ने, कसलाई घरको सम्पर्कमा पुर्याउनु पर्ने, कसलाई के सहयोग दिनुपर्ने, यो अनुसार उनले निस्वार्थ ढंगले सेवा गरिरहिन्। यति बेला आशिका त्यहाँ पुगिरहेकी छिन् जहाँ घाइते छन्। भाइ ओहो, सुत्ने ठाउँ पनि छैन। ल यो खोल्दिनु त राम्रोसँग। यो सामानहरू लिएर आएको। ओहो भाइ नमस्ते भाइ। ए बच्चा छ तपाईँको? तेल चामल र उपचार खर्च समेत बाँडिरहेकी छिन् र भनिरहेकी छिन्, चिन्ता नलिनु, तिम्रो दिदी म छु, जे आवश्यक पर्छ मलाई फोन गरिहाल्नु। आशिका तामाङ सामाजिक न्याय, महिला अधिकार र असमानता विरुद्ध खुलेर बोल्ने व्यक्तिहरू मध्ये एक हुन्। उनीले पीडित र न्याय नपाएहरूका पक्षमा आवाज उठाउने, मिडिया र फेसबुक लाइभ मार्फत जनचेतना फैलाउने काम गर्दै आइरहेकी छन्। मलाई अरूको सेवा गर्दा अत्यन्तै मन आनन्द खुसी भएको महसुस हुन्छ। मैले अरू कुनै फाइदा होला सोचेर काम गरेको छैन। आशिका तामाङ। भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनलाई सम्झिँदा बिर्सनै नहुने नाम हो आशिका तामाङ। धन्यवाद दिदी।